अन्तिम समय आउँदाखेरि जनतासँग हामीले चाहिँ जनताले के भनिरहेछ भने अब रविलाई पत्रकारको रूपमा चाहिँ के भन्छ भने हामीले चाहिँ देख्न चाहँदैनौँ। अब रविलाई हामीले अब एउटा देशको प्रधानमन्त्री रूपमा दिन चाहन्छौँ भन्ने कुरा यहाँको जनताले माग गरिसक्यो। एकछिन हुन त यो प्रेस मिट जस्तो अलि भइरहेको छैन तर म यसको जवाफ दिउँला, केही छैन। तर एउटा मेरो विनम्रतापूर्वक के अनुरोध छ यहाँलाई भने हामीले यो प्रेस मिट हो तर पनि प्रश्न आइसकेपछि यसको मैले जिम्मेवारीपूर्ण जवाफ दिनै पर्छ। यसपछि चाहिँ पत्रकार मित्रहरूको जिज्ञासामा जानौँला हामी। अब राजनीति ठिक नभइकन केही पनि ठिक हुँदैन भन्ने कुरामा म पनि सचेत नै छु। त्यसकारणले सबभन्दा पहिला संसार कर्मबाट नै मानिस जहाँ छ त्यहीबाट योगदान दिनुपर्छ भन्ने कुरामा म एकदमै जोड दिन चाहन्छु। जहाँ छ भनेको मतलब तपाईँ एउटा आम सर्वसाधारण मानिस हुनुहुन्छ, तपाईँको कुनै सामाजिक दायित्व पनि छैन होला देखिने गरी, तर एउटा आम नागरिकका हैसियतले पनि तपाईँका धेरै उत्तरदायित्वहरू छन्। यदि तपाईँ ती उत्तरदायित्वहरूमा खरो उत्रनु भयो र त्यसमा इमान्दारीपूर्वक तपाईँ लाग्नुभयो भने तपाईँको भूमिका नै महत्त्वपूर्ण भूमिका रहन्छ। र सञ्चारकर्मीका रूपमा हामीले हाम्रो टिमले गरेको यो एउटा इमान्दार प्रयास मात्रै हो, किनभने आम सर्वसाधारणका मुद्दाहरूले राष्ट्रिय सञ्चार माध्यममा कहिले पनि प्रवेश पाएन। खुट्टामा चप्पल नभएको मान्छे आफू अन्याय परेको कुरा भन्न जाँदा जाँदा खुट्टाको घोडाको पैताला पटपटी फुटिसक्दाखेरि पनि उसले न्याय पाइरहेको हुँदैन, सुन्ने ठाउँ पाउँदैन उसले। त्यो मानिस जाने कहाँ, त्यो मान्छे जाने कहाँ? र त्यो मान्छेका लागि सिंहदरबारमा बहुत ठुलो गेट छ, यति ठुलो गेट छ उसले छिर्न पाउँदैन। उसले भोट दिएर गएको मान्छे झन्डा हल्लाउँदै उसैलाई किचुला झै गरेर छिर्छ तर उसले छिर्न पाउँदैन। र अहिले यतिखेर हाम्रो जिम्मेवारी त्यही पुगेको छैन, त्यो खबरदारीमा पुगेको छैन। हाम्रो खबरदारीले राजनीतिज्ञ कस्तो हुनुपर्छ, लिडर कस्तो हुनुपर्छ भनेर हामीले आम सर्वसाधारण मानिसलाई सचेत गराउन सक्यौं र उहाँहरूले आफ्ना लागि आफ्नो भविष्य कोर्ने राजनीतिज्ञ छान्ने क्षमता राख्नु भयो भने राजनीतिमा हाम्रो केही आवश्यकता छैन, कुनै पनि आवश्यकता छैन। र म तपाईलाई फेरि पनि भन्दछु, सिक्नु पर्ला, तर मैले आज जानेको चिज राजनीति होइन, म स्पष्ट पार्छु। हामी यदि जिम्मेवार बनाउन चाहन्छौँ राजनीतिक दलहरूलाई कि यदि कोही पनि मान्छे, एउटा कुरा म स्पष्ट पार्छु, मैले कार्यक्रमको सुरुवातीमा नि भन्दै आएको छु, अधिकांश कार्यक्रममा हेर्नुभयो भने इमान्दार नेतृत्व भए पुग्छ, जानेको बुझेको मात्र पनि अहिले धेरै चाहिँ चाहिएको छैन। एउटा इमान्दार मानिस भयो र ऊ आफू कहाँबाट आए, यो देशको वास्तविकता के छ, गरिब जनताहरू हिजो पनि गरिब थिए, आज पनि गरिब छन् र भोलि उनीहरू गरिब नहुनका लागि हामीले के गर्यौँ, शिक्षा स्वास्थ्य लगायतका आधारभूत विषयहरूमा म नेता भइसकेपछि, म मन्त्री भइसकेपछि, म नीति निर्माता भइसकेपछि, म आइसकेपछि यो देशमा अथवा मलाई भोट दिने मानिस मेरो बस्तीमा के परिवर्तन आयो भन्ने कुरा मात्र सोचिदिए हुन्थ्यो नि भनेर हामीले आवाज उठाइरहेका छौँ। र कुनै पनि नेता जो पनि चुनाव जितेर जनताको मत लिएर जानुभएको छ, उहाँहरूले त्यति मात्र सोचिदिनु भयो भने म मात्र होइन अरू कोही पनि चाहिँदैन। हामीसँग भएका खराब नै छैनन्, भएका नै असल छन्, तर उनीहरूले त्यो जिम्मेवारी बोध गरेर त्यसलाई बुझेर राजनीतिलाई शुद्ध बनाउन सके र आम समर्थकहरूले पनि म त यो पार्टीको मान्छे हो आजीवन यही हो भनेर छापै लगाए जस्तो नगरिकन यदि बुझेर आफ्नो नेतालाई, अर्काको नेतालाई प्रश्न धेरै गरियो, अर्को पार्टी आफूले समर्थन नगरेको राजनीतिक दललाई यति प्रेषण गरियो, यति आलोचना गरियो, आफ्नो नेतालाई कहिले पनि सोध्दैनौ किन डराएको, किन डराएको? आफ्नो नेता ऊ मेरो छापै हो, उसैले म यसको आजीवन सदस्यता लिएको छु भनेर रगतमै इन्जेक्ट गरे जस्तो नगर्ने हो भने पनि किन चाहियो हामी राजनीतिमा? हामी खबरदारी गरेर सञ्चारकर्मी बन्न दिनुस् न, अझ प्रखर गर्न दिनुस् न, व्यथिति र विसङ्गतिलाई पर्दाफास गर्ने क्षमता होस्, किन गर्नुपर्छ राजनीति? तर हुन सकेन, जति गर्दा पनि केही लागेन भने त्यो विकल्प नै होइन, त्यसको बाटो नै छैन भनेर चाहिँ म भन्दिनँ।
तर अहिले यतिखेर चाहिँ हामी अझ बढी जिम्मेवार भएर खबरदारीमा नै आफूलाई व्यस्त गराउन चाहन्छौँ। तर म बुझ्छु आम सर्वसाधारण दर्शकहरूले मलाई अथवा अरू कसैलाई जसले योगदान दिनुभएको छ उहाँहरूलाई प्रधानमन्त्री बनाउनुपर्छ अथवा देशको नेतृत्वमा ल्याउनुपर्छ भन्नु भनेको त्यो हामीलाई बनाउने अथवा म लगायत कतिपय साथीहरू हुनुहुन्छ जसले जसको सत्कर्म यो समाजमा उदाहरणीय रूपमा प्रस्तुत भइसकेको छ, उहाँहरूको चाहना राख्नुहुन्छ। त्यो चाहनाभित्र यही कुरा लुकेको छ कि नेतृत्व इमान्दार भइदियोस्। त्यो इमान्दार बनाउनको लागि केही समय हामी यसैमा खबरदारी गर्नेछौँ। हेरौँ बाँकी समयले कुन मोड लिन्छ त्यसको अहिले नै भन्न त नसकिएला। सम्भावनाको ढोकामा सुकुल मात्र लागेको छ, तालचा चाहिँ लागेको छैन। प्रेसको मात्र अहिले प्रेसको मात्रै प्रश्न हामी लिन्छौँ। प्रश्न मसँग पनि छ तर अनुको प्रश्न मौका होइन। एक सेकेन्ड हजुर, एकैछिन पालै पालो गर्नु पर्ला। पालै पालो गरौँ, आधा छोड्नु होला कसै। ल उहाँले प्रश्न अब मेरो तर्फबाट त्यस्तो कुनै व्यक्तिगत रिसिभी दुश्मनी कसैसँग पनि छैन। अब तपाईँले प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षसँगको सम्बन्ध भन्ने कुरा गर्नुभयो। अब सार्वजनिक पद हासिल गरेर बसेको व्यक्तिका विषयमा उहाँ मात्र होइन, हामीले कति मानिसको विषयमा रिपोर्ट बनाएका छौँ, कति मान्छेको विषयमा। यदि ती सबै मानिसले हामीलाई दुश्मन सम्झ्यो भने त हामी त बाँच्ने ठाउँै हुँदैन। सही भन्नुभयो। यदि जनताको मुद्दा उठाएर आम सर्वसाधारणलाई उहाँहरूको पहुँचलाई राष्ट्रिय सञ्चार माध्यममा पुर्याउँदा पत्रकार बनिन्न भने मलाई पत्रकार बन्नु छैन। यसको बारेमा मैले स्पष्टीकरण जान्न चाहे के हो के न्युज लेख्नु मैले अदालतको केसमा चाहिँ किलर गएर चितवनकै तपाईँको चाहिँ व्यक्तिसँग चाहिँ तपाईँको यो रेप केसमा चाहिँ तपाईँको चाहिँ न्युज 24 टिमले चाहिँ तपाईँको 10 लाख घुस मागेको, त्यसमा 3 लाख चाहिँ दिएको भनेर चाहिँ नागरिकले कभर गर्यो। नागरिकले कभर गर्यो, यसको बारेमा यो त मलाई थाहा थिएन। तर एक सेकेन्ड यो रविदा युवराजलाई सायद थाहा थिएन नरिकासको त्यसमा त्यो भन्ने व्यक्तिलाई रिपोर्टिङ हामीले गरेका थियौँ, मलाई थाहा छ। त्यो मान्छेलाई एकचोटि युवराज या रविदालाई आँखामा आँखा मिलाएर आउन भन्नुहोस्, त्यति भएर। अब भन्नलाई त मलाई भन्न के बाँकी थियो, यो बाँकी रहोस्। अब भन्नलाई अरू केही चिज बाँकी छ जस्तो लाग्दैन मलाई। तर म एउटा कुरा बताउँछु, मलाई यदि मलाई पैसाको लोभ हुँदो हो, मलाई लग्जरीको लोभ हुँदो हो भने मैले जुन जीवन अहिले छानेको छु, मैले यो जीवन छान्ने थिएन। मैले जुन लग्जरी मेरो जीवनको केही वर्ष अगाडि देखेको थिएँ, कति उहाँले 3 लाख कति लियो अरे भन्नुभयो। उहाँले हाम्रो कार्यक्रमको अघिल्ला श्रृङ्खलाहरूतिर गएर हेर्नुभयो हुन्छ। हामीले त्यस्ता 3 लाख 4 लाख खानेहरूलाई त पैसा सहित टेलिभिजनमा कति ठाउँमा देखाइदियो। र मलाई पैसा कमाउनु छ भने जुन दिन मलाई पैसा कमाउनु छ, मलाई व्यापार गर्नु छ, म बाचा गर्छु तपाईँलाई। म यो पत्रकारिता जस्तो सञ्चार माध्यम जस्तो पवित्र पेसामा बस्दिनँ। यो पवित्र पेसाभित्र बसेर पैसाको डिल गरेर पैसा कमाउँछु भनेर भन्नुपर्ने अवस्था आएको दिन म यो पवित्र पेसालाई बिटुलो बनाएर यहाँ अडिएर कहिले पनि बस्दिनँ। म अरू नै कुनै पेसा गर्दिनँ। यो पेसा यति मर्यादित छ हो, यसको मर्यादालाई जोगाउने जिम्मेवारी पनि हाम्रो काँधमा आइपरेको छ। आज मानिसहरू भन्छन् होला एउटा पत्रकारिता जगत, सञ्चार जगत प्रति आम मानिसहरू
अलिकति निराश भएको परिप्रेक्ष्यमा के हामीले अलिकति यो क्षेत्रलाई उज्यालो पार्नलाई एउटा दियो भए नि बालेका छैनौँ? हामीले ठुलो प्रकाश पारेर पुरै अँध्यारो झलमल पार्यो भनेको छैनौँ। तर मानिसहरूले सञ्चार माध्यमप्रतिको विश्वसनीयता घटाउँदै गइरहेको, सञ्चारकर्मीहरू यस्तै हुन् भनेर आलोचित भइरहेको परिप्रेक्ष्यमा हामी र हाम्रो टिमको मेहनतले के हामीले तपाईँ सञ्चारकर्मीहरूको शिरलाई अलिकति भए पनि उच्चो पार्ने काम गरेका छैनौँ? यही प्रश्न म गर्न चाहन्छु। र आरोप लगाउने मान्छेले हाम्रो कार्यक्रममा त मलाई जहिले म यही प्रश्नको मार्फत भन्छु, जसलाई विभिन्न म कहिलेकाहीँ सामाजिक सञ्जालमा पनि देखिरहेको हुन्छु, यसले यदि खायो रे यो गर्यो रे भनेर भनिरहनु भएको छ। प्लिज मेरो स्टुडियोमा आउनुहोस्, म लाइभ तपाईँहरूसँग बहस गर्छु, प्रमाणसहित आउनुहोस्। प्रमाण छैन भने पनि आरोपै लाउनु भने आउनुहोस्, प्लिज अगाडि आउनुहोस्। अन्त पनि पर्दैन, मैले सञ्चालन गर्ने कार्यक्रममा त्यही दिन कुन दिन आउने त्यही दिन म कार्यक्रममा तपाईँलाई स्टुडियोमा राख्छु, ससम्मान भन्छु। ल भन्नुहोस् मैले कहाँ, मेरो टिमले कहाँ, कति, कहिले खायो, मलाई प्रमाणित गरिदिनुहोस्। र तपाईँले प्रमाणित गरेको दिन तपाईँले मलाई कहिले टेलिभिजनमा देख्नुहुने छैन। म यो पेसा छोड्छु मात्र होइन, म सजायको भागीदार हुन तयार छु। देशको कानुन अनुसार म सजाय भोग्न तयार छु। यस्ता मनगणन्ती कुराहरू मनमा फ्याक्ट लाग्यो, के कुराले रिस उठ्यो, कुन चाहिँ नातेदार कहाँ कहीँ गोरु बिचेको नि साइनहनु पर्ने मान्छेको विषयमा टिभीमा कहीँ देखिया थियो होला, त्यो रिस साँधेर अनि यसले पैसा खायो भनिदियो। आरोप सजिलो छ, हेर्नुहोस्, मानिसलाई पैसाको आरोप, चरित्रको आरोप लगाइदिएपछि भ्याट्टै मानिसले विश्वास गरिहाल्छ। अनि केही लागेन भने यस्ता आरोपहरूमा मान्छेहरू पछाडिबाट ढुङ्गा हान्ने जुन काम हुन्छ, मैले त जहिले पनि भनेको छु, अगाडिबाट कसैलाई गोली हान्नु छ भने पनि प्लिज पछाडि र खुट्टामा नहान्नु होला, यहीँ लाग्ने गरी हान्नु होला भन्ने गरेको छु। अगाडि आएर भन्नुहोस्, फ्रन्टमा आएर भन्नुहोस्, पछाडि बसेर भन्नै पर्दैन। हाम्रो त प्लेटफर्मै छ नि, हाम्रो त सिंहदरबार जस्तो ढोका लागेको छैन। साधारण चेक गरेपछि हाम्रो टेलिभिजनको हाम्रो कार्यालयमा प्रवेश पाइन्छ। सिधै स्टुडियोमा तपाईँलाई लैजान्छु, भन्नुहोस् कहिले आउनुहुन्छ र प्रमाणित गरिदिनुहुन्छ। म सबैलाई यही भन्न चाहन्छु, ढुक्काउनुहोस्। यति सानो मन लिएर यही 2-4 लाख 2-4 करोड कमाउला भनेर यो क्षेत्रमा लागेको हौला त हामी यत्रो ठुलो दिनरात मसँग भएका म्यासेजहरू, मलाई आउने टेलिफोन कलहरू र विभिन्न माध्यमबाट आउने थ्रेटहरूलाई, यो ज्यानलाई हत्केलामा लिएर कि 2-4 करोड कमाउन लागेका होला हामी। अब यतिखेर पनि मैले पैसा खायो भन्ने कुराको जवाब दिएर बसिरहनु पर्छ होला जस्तो मलाई लाग्दैन। तर पनि मलाई मेरो बोलीलाई विश्वास गर्नु परेन। भन्न त सबैले भन्छन् नि, भन्दैन हुन्छ र यसले कहाँबाट लिन्छ होला, त्यहाँबाट लिन्छ भन्ने मान्छेको हुन्छ होला। प्लिज मलाई प्रमाणित गरिदिनु होला। तपाईँ 10 जन्म जन्मिए पनि प्रमाणित गर्न सक्नुहुन्न, किनकि हामीले त्यस्तो गरेकै छैन, भन्नलाई त भन्न सक्नुहुन्छ। अब केही उहाँको प्रश्न, जति पनि हामी न्यायका लागि औरतता खटिएका थियौँ, आजसम्म पनि खट्छौँ र पछिका दिनहरूमा पनि खट्छौँ भनेर आइरहेका छौँ होइन। अनि हामीले नै माथि पुर्याएर आज उहाँ नायिका हुनुभयो, एउटा हिरोइन हुनुभयो होइन, सत्तामा चढ्नुभयो, पदमा चढ्नुभयो, त्यो उहाँहरूले जान्नु। उहाँहरूलाई हामीले नै गरेर, जनताले नै गरेर आज उहाँ त्यो अवस्थामा पुग्नुभयो। तर उहाँहरूले हामीलाई किन भेडा भन्ने नामको संज्ञा दिनुभयो? कसले त्यसलाई के हामी साँच्चै भेडा नै हौ? अब यो विषयभन्दा बाहिरको विषय हो, यो यस्तो हुन्छ। अब उहाँ एउटा हामीले प्रश्नको आशय बुझेका छौँ, प्रश्नको आशय बुझिसकेका छौँ। अब यो प्रेस मिट भन्दा पनि बाहिर जान लाग्यो। ठिक छ, म यो प्रश्नलाई म सम्बोधन गरिहालौँ। अब मलाई खै के प्रसङ्गमा उहाँले त्यसरी भन्नुभयो भने मलाई थाहा छैन, थाहा छैन। तर उहाँप्रति मेरो उच्च सम्मान छ। उहाँले नेपाली कलाकारिता क्षेत्रमा यत्रो धेरै वर्ष बिताउनु भएको छ, एउटा अनुभव हासिल गर्नुभएको छ। एउटा अनुभवी र जिम्मेवार कलाकारले पक्कै पनि केही सोचेर नै भन्नुभएको होला, किन उहाँले भन्नुभएको विषयलाई मैले टिप्पणी गर्नु त्यति उचित हुँदैन। कुनै हुन सक्ला उहाँले, किनभने आफ्नो अभिव्यक्तिप्रति आफै जिम्मेवार हुनुपर्ने हुन्छ। तर मेरो तर्फबाट उहाँप्रति मेरो उच्च सम्मान छ। उहाँले कलाकारिता क्षेत्रमा दिनुभएको जुन योगदान दिनुभएको छ, उहाँको योगदानको म सदैव कदर गरिरहनेछु। तर योभन्दा बढी मैले टिप्पणी किन गर्न मिल्दैन भने त्यो उहाँको अभिव्यक्ति हो। र त्यो फेरि उहाँमा त्यो स्वतन्त्रता हुन्छ। प्रेसको अब हामीले समयको पाबन्दी, होइन ठिक छ, ठिक छ, प्रश्न तपाईँले गर्न पाउनुहुन्छ। म यसमा तपाईँलाई बताउँछु, म त्यो दिन म स्टुडियो जान पाइनँ।
त्यो दिन स्टुडियो जान पाएको भए यी मतलब यो घटनाको बारेमा हामीले धेरै कुरा देखाउन पाउँथ्यौँ, तर पाइएन। र त्यसपछि अब अहिले सम्मानित अदालतको आदेश छ यो घटनाको अन्तिम किनारा, यो मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म यस विषयमा मैले टिका टिप्पणी गर्न पाउँदिनँ। र हामी सबैले सम्मानित अदालतको निर्णयलाई एकदमै त्यसको सम्मान गर्नैपर्छ। त्यस कारणले म त्यो टिप्पणी गर्दिनँ। तर सम्मानित अदालतले यसको अन्तिम किनारा लगाएको दिन अन्य कुनै ठाउँबाट माध्यमबाट मैले खोजेको त्यो 3 मिनट अरू कसैले प्राप्त गरेर आइसकेछ भने त मैले बोल्नै परेन। तर यसको अन्तिम किनारा लाग्दा पनि केही भएन छ भने त्यसपछि मैले बाचा गरेको 3 मिनट म बिर्सिन्न। अब 3वटा मात्र प्रश्न, अब प्रेस 3वटा प्रश्न। एक सेकेन्ड। क्यामेरामा आएर भनेको कुरा जनताहरूले नागरिकहरूले सडकमा तपाईँको समर्थनमा उत्रिनु भएको छ। त्यहाँहरूले मलाई भनेको कुरा, मेरो क्यामेरामा आएर भनेको कुरा के भने यो केसलाई किन राष्ट्रिय लेभलका मिडियाहरूमा देखाइएको छैन, तपाईँहरूको युट्युब च्यानलहरूले मात्रै आएर फर्किनु भएको छ, अनलाइन मिडियाहरूमा मात्रै आएको छ, तर राष्ट्रिय लेभलको च्यानलहरूमा किन आएन भन्ने कुरा आयो। अब यस्तो हुन्छ, हरेक सञ्चार माध्यमले आफ्नो विषय केलाई बनाउने भन्ने कुरा त्यो उहाँहरूको स्वतन्त्रताको कुरा हो। म अहिले त्यसमा उहाँलाई सम्भवतः यो विषय अब तर पछिल्लो समय त मैले देखेअनुसार अन्य राष्ट्रिय सञ्चार माध्यमहरूमा देखिएकै छ। अब तपाईँको भनाइ सुरुवाती दिनहरूमा त्यति देखिएन भन्ने कुरा अब हुनसक्छ उहाँहरूलाई यो त्यति जरुरी नलागेको पनि हुनसक्ला, अथवा उहाँहरूको विद्वतामा मैले प्रश्न गर्ने कुरा नै भएन। तर माध्यम हो, मलाई के लाग्छ भने मैले अगाडि पनि भने हिजो भर्खरै दर्ता भएको सञ्चार माध्यम र नेपालमा पहिलो दर्ता भएको सञ्चार माध्यमप्रति मेरो त बराबर सम्मान छ। त्यसकारणले कुन मुद्दा जनताको मुद्दा हो, कुन मुद्दामा, कुन समाचारमा, कुन विषयमा आम दर्शक महानुभावहरू, श्रोताहरू र पाठकहरू जान्न सुन्न इच्छुक छन् भन्ने कुरा विद्वान मित्रहरूले अथवा सञ्चारगृहहरूले निर्णय गर्ने कुरा हो। कतिपयलाई लाग्यो होला यो कुनै विषय नै होइन, उहाँहरूले त्यसलाई स्थान दिनु भएन। कतिपयलाई लाग्यो होला होइन आम नागरिक त यसबारेमा जान्न उत्सुक छन्, यो के भएको रहेछ भन्ने जान्न उत्सुक छन् भन्ने जसले सोच्नुभयो उहाँहरूले यसलाई प्राथमिकता दिनुभयो। त्यस कारणले यो चाहिँ सबैको आफ्नो सोच हो, आफ्नो एडिटोरियल पोलिसी हुन्छ। त्यस कारणले त्यसमा धेरै टिप्पणी गर्नु उचित हुँदैन। तर जसले जति जुन तरिकाले यसलाई कभर गर्नुभएको छ उहाँहरूप्रति म सम्मान प्रकट गर्न चाहन्छु र म तपाईँकै प्रश्नको उत्तर दिँदै गर्दा पुनः उहाँहरू सबैलाई मेरो धन्यवाद दिन चाहन्छु। अब 2वटा प्रश्न मात्रै। र प्रशासनबाट चाहिँ हामीले त्यो समितिको साथीहरूलाई चाहिँ तर्साउने यताउता गर्ने काम भएको थियो। इभन म स्वयंलाई आन्दोलनको सुरुको दिनदेखि पक्राउ जारी गरेको छु, म भागेर हिँडेको छु। अहिले भर्खर केही मिनट अगाडि पनि प्रहरीबाट चाहिँ विशेष सूचना प्राप्त गरेको छ। दाजुभाइ अब आफ्नो साथी हुन्छ विशेष सूचना प्राप्त गरेको हुन्छ, तिमीहरू अझै पनि वान्टेडमा छौ है, तिमीहरूले छोड्नेवाला अझ छैन भन्ने सूचना आएको छ। के अब यस्ता गतिविधिमा चाहिँ भूमिका के हुन्छ? हामीले अघि पनि मैले तपाईँले मेरो रिलिज गर्नुभयो जस्तो लाग्यो, जति पनि यो घटनालाई लिएर पक्राउ पर्नुभएको छ हामी उहाँको तुरुन्त रिहाईको माग गर्दैछौँ र त्यसका लागि म त्यहाँ जाँदै पनि छु। केही समयमा समयको कतिखेर व्यवस्थापन हुन्छ हामी जान्छौँ। यो कार्यक्रम भएपछि हाम्रो समितिको साथीहरू हामी यहाँ सबै छौँ, कम्तीमा पनि 5 मिनट समय उपलब्ध गराइदिनु। हस् त्यसको लागि गर्छौँ। तर हामीले एउटा कुरा चाहिँ के याद गर्नुपर्छ भने व्यवस्थापनमा हामी कहीँ कतै हुन त यो स्वतस्फूर्त रूपमा भएको चिज हो। कुनै योजना बनाएर यो कमिटी बनाएर यो भने हुँदै जाँदा बन्दै गएको एउटा चिज हो। त्यसले गर्दाखेरि अलिकति हामी व्यवस्थापनमा चुक्यौँ भने जस्तो हिजो छुटिसकेपछि धेरै दाजुभाइ दिदीबहिनीहरूसँग भेटघाट गर्ने सोच बनाएको थियो, तर गाडी निस्किनै सकिएन, बाहिर निस्किनै गाह्रो भयो। त्यो चाहिँ अब अलिकति व्यवस्थापन राम्रो हामीले सुस्त बनाउन सक्यौँ भने सजिलो हुन्छ। म धेरैभन्दा धेरै दाजुभाइ दिदीबहिनीहरूलाई धन्यवाद दिने एकदम कोसिसमा छु। त्यसको लागि व्यवस्थापनलाई अलिकति सुस्त गराइदिनु भयो भने त्यो मद्दत हुन्छ र तपाईँहरूसँगको भेटघाटलाई अलिकति राम्रो व्यवस्थापन हुन सक्यो भने हामी गर्नेछौँ। धन्यवाद। अन्तिम प्रश्न एउटा उहाँले सोध्नुभयो
आरोपित भएर हिरासतमा बस्दा मतलब कस्तो मानसिकता हुँदो रहेछ भनेर उहाँले मलाई सोध्नुभयो। यो एउटा नयाँ अनुभव भयो र धेरै कुरा समय अलिकति भयो, अलिकति अध्ययन पनि गर्न पाइयो र युवराज र म सँगै भएको कारणले हामीले कार्यक्रमको अगाडिका रणनीतिहरूमा छलफल गर्नेतिर लाग्यौँ र हिरासतमा बस्दा पनि त्यहाँ हिरासतमा आएका मानिसहरूको कतिवटा मुद्दाहरू यस्तो छन् कि मतलब कति मानिसहरू कसरी फसाइएका छन् भन्ने पनि थाहा पायौँ र हामीले सम्भवतः 5-6 वटा केस पनि त्यहाँ स्टडी गरेका छौँ जसलाई हामी कार्यक्रममा देखाउनेछौँ। बाँकी एकदमै मिश्रित किसिमको भोलि के हुने हो कसो हुने हो, एक किसिमको कहिले निराश हुने कहिले उत्साहित पनि हुने अनि समाचारहरू थाहा हुने अनि त्यहाँ बसिरहँदा बाहिरको आवाज आउँथ्यो, मानिसहरू हल्ला गरेको नारा लगाएको आवाजहरू आउँथ्यो, छाती गर्वले ठुलो हुन्थ्यो आएर भन्नुहुन्थ्यो सबैले त्यो आवाज त्यहाँ सुन्दा। तर कता कता अलिकति मुठभेड जस्तो भयो, घाइते भयो भन्दा सुन्दाखेरि अलिकति नरमाइलो लागेको थियो र मैले रमेश प्रसाईजी मार्फत एउटा मेसेज पनि पठाएको थिएँ कि प्रहरी जो मैदानमा खटिनुभएका प्रहरी जवानहरूलाई ढुङ्गा हान्नु गलत हो अथवा उहाँहरूमाथि प्रहार गर्नु गलत हो, कृपया उहाँहरूलाई प्रहार नगरिदिनु होला, शान्तिपूर्ण तरिकाले गर्नु होला भनेर भनेको थिएँ। यस्तै किसिमका भावनाहरू भए र हस् धन्यवाद। अब प्रश्नको सिलसिलालाई हामी अगाडि बढ्छौँ। यहाँहरू सबैलाई धन्यवाद यो उपस्थितिका लागि। एकदमै भिडभाड नगरिदिनु होला। मलाई याद छ अब जानुपर्छ। एकछिन छोडिदिनु त बाटो ल खुल्लामा जानु। अब छोड्यो होला है। ठिक छ।